आशा र चमत्कार। धेरै अगाडि एउटा गाउँमा बाले नाम गरेका किसान बस्थ्यो। उनी धेरै मेहनती थिए, तर वर्षौंदेखि उनका खेतमा अन्न उब्जन छोडेको थियो। माटो सुक्खा थियो, पानीको अभाव थियो र आकाशमा बादल पनि रिसाए जस्तो लाग्थ्यो। एक साँझ बाले खेतबाट निराश हुँदै फर्किँदै थियो। बाटोमा उनलाई वृद्ध आमाले रोकेर भनिन्, "बाबु, एउटा बिउ लिऊ। यो साधारण बिउ होइन, यो जादुको बिउ हो। तर यसलाई ध्यान देऊ, यसलाई पानी होइन, आशा र मेहनत चाहिन्छ।" बाले हाँस्दै बिउ लिई खल्तीमा राखी घर फर्किए। उनले त्यो बिउ खेतमा रोपे। बिहान उठेर पानी हाल्न लाग्दा वृद्धका कुरा सम्झिए। त्यसपछि हरेक दिन उनले मुस्कान साथ खेतमा काम गर्न थाले। गीत गाउँथे, माटो सफा गर्थे, हावासँग नाच्थे र कहिलेकाहीँ बिउसँग पनि कुरा गर्थे। समय बित्दै गयो। एक बिहान जब उनले खेत हेरे, त्यहाँ ठूलो हरियो बिरुवा देखिएछ। केही हप्तामा त्यो बिरुवा अन्न, फलफूल र फूलले भरिएको जादुको रुख बन्यो। गाउँका सबै मानिस चकित भए। अब त्यो रुखले गाउँभरि खाना दिन थाल्यो। कसैलाई भोक लाग्न छोड्यो। बालेले भने, "यो जादुको बिउ होइन, जादु हाम्रो मनमा लुकेको हुन्छ।" र त्यो